Getting ready for Distinguished Gentleman Ride 2025 त्यो बेला भनेको आफ्नो पर्सनालिटी देखाउने ठाउँ हो क्या त्यो राइडमा भनेको भन्दाखेरि केटा मान्छेहरूको सुसाइड रेट अलिकति धेरै हुन्छ क्या So सबैजनालाई फेरि पनि वेलकम ब्याक टु माई च्यानल है त आजको भिडियो तपाईँ थम्बनेल र टाइटलले थाहा पाउनु भयो होला सो आजको मेन भिडियोको टाइटल चाहिँ भनेको गेटिङ रेडी फर डिस्टिङ्ग्विस्ड जेन्टलमेन राइड 2025 है त ओ माई गड यस्तो मजा आउँछ क्या मलाई पहिला मैले हेर्थेँ कि अरूको भिडियोहरू हेर्थेँ कि डिजिआरको भिडियोहरू कतिजनाको हेर्थेँ कि होइन यस्तो दामी यस्तो क्लासिक त्यो बेला भनेको आफ्नो पर्सनालिटी देखाउने ठाउँ हो क्या त्यो राइडमा भनेको अरू राइड भनेको त छँदैछ होइन आफ्नो केटाहरूसँग राइड गएको अथवा कुनै कम्पनीबाट राइड गएको यता राइड त्यो आफ्नो ठाउँमा छ होइन तर डिजिआर भनेको यस्तो क्लासिक राइड हो क्या क्लासिक राइड भन्छ क्या त्यसलाई चाहिँ सो अब मलाई नलेज भएको जति चाहिँ डिजिआर चाहिँ कस्तो खालको राइड हो भन्दाखेरि चाहिँ डिजिआरको फुल फर्म चाहिँ डिस्टिङ्ग्विस्ड जेन्टलमेन राइड भन्ने हुन्छ क्या डिजिआरको फुल फर्म चाहिँ त्यो चाहिँ एउटा राइड इन्टरनेसनली राइड हुन्छ यो चाहिँ नेपालमा मात्र हुने राइड होइन कि त्यो चाहिँ वर्ल्ड वाइड हुने राइड हो क्या यो चाहिँ एक दिन चाहिँ डिस्टिङ्ग्विस्ड जेन्टलमेन राइड भनेको चाहिँ केटा मान्छेहरूलाई चाहिँ वर्ल्ड वाइड कस्तो त्यो केटा मान्छेहरूले भन्दैन नि त कतिको टेन्सन छ के छ भनेर होइन जति कुरा पनि छ हामी आफ्नो मनमा राख्छौँ त्यो केटा मान्छेहरूले मात्रै बुझ्ने कुरा हो होइन अनि सो वर्ल्ड वाइडै हाम्रो कस्तो हुन्छ भन्दाखेरि केटा मान्छेहरूको सुसाइड रेट अलिकति धेरै हुन्छ क्या केटा मान्छेहरूलाई टेन्सन धेरै नै हुन्छ नि त अनि लाइक सुसाइड रेट एकदम धेरै हुन्छ सो त्यो कुरालाई ध्यानमा राखेर हाम्रो मेन्टल हेल्थको बारेमा हो क्या यो चाहिँ खास गरी भन्नुपर्दा चाहिँ केटा मान्छेको यो मेन्टल हेल्थको जस्तै हाम्रो यो प्रोस्टेट क्यान्सर हुन्छ नि होइन हो प्रोस्टेट क्यान्सरको लागि चाहिँ हाम्रो फन्ड रेजहरू हुन्छ क्या यसमा चाहिँ डिजिआर इज नट ओन्ली अबाउट जेन्टलमेन्स राइड ओन्ली क्या यो राइडको चाहिँ एउटा पर्पोज छ क्या होइन अनि डिजिआर राइडमा चाहिँ हामीले के गर्न मिल्छ भन्दाखेरि चाहिँ हामीले अब फन्ड रेजहरू हुन्छ क्या जस्तै कसले कति डोनेट गर्नु सक्छ होइन त्यो आफ्नो क्षमताले डोनेसन गरेर हुन्छ होइन हामीले सबैले आफ्नो कति गर्न सकिन्छ भनेर अनि त्यो डोनेट गरिसकेपछि त्यो डोनेसनको पैसा चाहिँ होइन त्यो अर्गनाइजेसनलाई जान्छ होइन अनि त्यो अर्गनाइजेसनले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ वर्ल्ड वाइड चाहिँ जति पनि हाम्रो मेन्स हेल्थको लागि प्रब्लम भएर हुन्छ नि होइन प्रोस्टेट क्यान्सरको यो हाम्रो मेन्टल हेल्थको स्पेसली भनेको मेन्टल हेल्थको लागि अनि प्रोस्टेट क्यान्सरहरूको हुन्छ नि होइन भिक्टिमहरू पेसेन्टहरू भिक्टिमहरू अनि उनीहरूको लागि चाहिँ हाम्रो यो फन्ड रेज गरिरहेको हुन्छ क्या अनि सो द्याट सर्टेन डिफ्रेन्स ल्याउन सकोस् कि केटा मान्छेहरूकोमा पनि होइन इट्स गोना बी माई फर्स्ट टाइम इन डिस्टिङ्ग्विस्ड जेन्टलमेन राइड 2025 है वर्षको कमिङ स्याटरडे डिस्टिङ्ग्विस्ड जेन्टलमेन राइड 2025 इज गोना ह्यापन इन 17th of May अब आउने स्याटरडे हुन्छ है अब मैले प्रि इन्फर्मेसन दिइरहेको कसलाई थाहा छैन डिजिआर कहिले हुन्छ अथवा डिजिआर भनेको के हो भनेर चाहिँ मैले प्रि इन्फर्मेसनहरू दिइरहेको हो सो मेरो च्यानलमा नयाँ हुनुहुन्छ जति पनि नयाँ भ्युअरहरू हुन्छ होइन सो प्लिज च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है अनि I'll see you guys in my next video. Bye bye and see you in DGR Distinguished Gentleman Ride 2025. Yo season number also right. See you guys over there right. Oh no. Oh, it's a button.